गाइज म वन्स म अगेन यो स्ट्रक्चर म्यापिङको बारेमा ट्रेडिङको सबसे इम्पोर्टेन्ट थिङ्स भनेको नि स्ट्रक्चर म्यापिङ हो होइन। के अरे अब त्यो स्ट्रक्चर म्यापिङ भनेको ट्रेडिङै हुँदैन क्या, होइन। बिलिभ गर या नगर, कसैले ट्रस्ट गर्ने नगर्ने उसको हातमा हुन्छ। म त केही पनि भनिनँ कसैलाई, होइन। म टक्क हेर न, होइन, यहाँ मैले गरेको छु नि स्ट्रक्चर म्यापिङ। आइडिएम बोसवाला गर्दा नि हुन्छ, आइटिएच एसटिएलवाला गरे नि हुन्छ, जुन स्ट्रक्चर म्यापिङ गरे नि हुन्छ। तर स्ट्रक्चर म्यापिङ चाहिँ चाहिन्छ ल गाइज। भिडियो लामो हुनसक्छ, म बनाइदिरहेको छु, मैले ड्रइङ चाहिँ गरिदिरहेको छु, तर म भन्छु ल। यही हो, के भन्नु छ त। अब यो ब्रेकरबाट यहाँबाट उठेछ होइन, यो यसलाई आइडिएम माने हामीले, किनकि मेजर यो मेजर बाइङ भयो, बाइङ क्यान्डलको लो लिएर हाईमा क्लोजिङ दियो। यो फर्स्ट स्विङलाई हामीले आइडिएम मान्यौँ, यहाँ ब्रेकरबाट उठायो, यहाँसम्म टार्गेट लियौँ, छोडिदियौँ, द्याट्स इट। त्यहाँबाट फेरि यहाँ माथि ब्रेकअप स्ट्रक्चर भयो, ब्रेकअप स्ट्रक्चर भएपछि मेजर बाइङ क्यान्डलको लो लियो, हाईमा क्लोजिङ दियो, फेरि यो आइडिएम भयो। आइडिएम भन्दा पछि गयो अर्डर ब्लक एफिजी थियो, त्यो अर्डर ब्लकबाट मार्केट उठ्यो, फेरि माथि गयो होइन। फेरि यहाँ फेरि पनि यस्तै भयो, यहाँ आयो भयो, अनि अब यहाँ फेरि पनि त्यही भइरहेछ। के भन्छ त, यहाँ आइडिएम ट्रेड गरेर मार्केटले यो आइडिएम दियोस्, त्यहाँबाट यहाँ अर्डर ब्लक एफिजीमा आओस्, अनि त्यहाँदेखि हामीहरू यहाँबाट इन्ट्री प्लान गर्छ यहाँ टपको लागि गाइज। यो आइडिएम पोस्ट चोजवाला गर्दा नि हुन्छ होइन भने के गर्दा हुन्छ त, होइन भने चाहिँ त्यो आइटिएच आइटिएल एसटिएलवाला स्ट्रक्चर म्यापिङ गर्दा नि हुन्छ। हाम्रो भ्यालिड लो अब यहाँ छ, अहिलेलाई भ्यालिड लो यो छ हाम्रो। यो लोलाई ब्रेक गर्छ भने चोज भइहाल्छ फेरि मार्केट। यहाँबाट चेन्ज अफ क्यारेक्टर हुन्छ, यहाँ माथिबाट हामीले फेरि सर्ट इन्ट्री लिन्छौँ, यहाँ कहाँबाट आउनु मिलेर सर्ट इन्ट्री हुन्छ। कि त यहाँबाट माथि गएर फेरि पोस्ट गरोस्, कि त यहाँ तल आएर चोज गऱ्यो भने चाहिँ फेरि यहाँबाट सेल हान्छौँ। यदि चोज भयो भने चाहिँ यसलाई यस्तो गर्छ हामी, चोज भइहालेछ भने चाहिँ, चोज भएछ भने यस्तो यस्तो यहाँबाट सेल हान्छ हामी फेरि। यस्तो चोज भएछ भने चाहिँ यस्तो सेल हान्छ हाम्रो फेरि। यस्तो गरेर चोज भएछ कन्डिसनमा यस्तो ट्रेड हुन्छ। यदि हामी फर्स्टमा त हामी भाइ पनि जान्छौँ, किनकि बुलिस छ मार्केट, बुलिस मार्केटमा हामी त्यो के अरे बेरिसको अर्डर लिँदैन होइन। अनि यदि इफ चुज हुन्छ भने चाहिँ त्यही हो, हामीहरू माथिबाट सेल ट्राई गर्छु। अनि तब बुलिसै देख्दा चाहिँ फर्स्ट स्विङलाई लियोस्, अनि अर्डर ब्लक एपिजीमा आओस् यहाँ, अनि त्यहाँबाट चाहिँ हामीहरू बाई इन्ट्री प्लान गर्छौँ। रिजेक्सन हेरेर त्यहाँ क्यान्डल स्टिक हेर्ने, त्यहाँनिर क्यान्डल स्टिकहरू कस्तो बन्यो, त्यो क्यान्डल स्टिकको लोमा एसएल राखेर ट्रेड प्लान गर्ने।